झण्डा, एउटा चुनाव चिन्ह, एउटा प्रधानमन्त्री, एउटा अध्यक्ष, एउटा सभापति, बस एकैपटक। अब हामी धेरै यो टालटुले राजनीतिको बाटोबाट जान सक्दैनौँ। कविहरू आए, कलाकारहरू आए, मोडलहरू आए, खेलाडीहरू आए भनेर चिन्ता लिनुभएको छ कि कवि, कलाकार, मोडलहरूलाई कविलाई कविता लेख्न छोड्नु भएर तपाईँले, कलाकारलाई कलाकारिता मात्र गरेर खाने बस्न दिनु भएर तपाईँहरूले दिनु भएन। त्यसकारणले हस्तक्षेप गर्न बाध्य भएर हर पेसाकर्मीहरू राजनीतिमा आएका हुन्। मुलुकमा जब सङ्कट पर्छ, मुलुक जब राजनीतिक रूपमा अप्ठ्यारो परिस्थितिमा आउँछ, राजनीति गर्नेहरूले सही राजनीति जब गर्दैनन् त्यतिखेर देशका हर पेसाकर्मीले हस्तक्षेप गर्नुपर्ने हुन्छ। यो हस्तक्षेप गर्ने बेला हो, सबले हस्तक्षेप गरेका हुन्। यो तपाईको हाम्रो आजको यो बृहत यो एकता, यो समायोजन, यो हस्तक्षेप हो। यो हस्तक्षेपले परिणाम दिन्छ। कविहरू आए, कलाकारहरू आए, मोडलहरू आए, खेलाडीहरू आए भनेर चिन्ता लिनुभएको छ कि कवि, कलाकार, मोडलहरूलाई कविलाई कविता लेख्न छोड्नु भएर तपाईँले, कलाकारलाई कलाकारिता मात्र गरेर खाने बस्न दिनु भएर तपाईँहरूले दिनु भएन। त्यसकारणले हस्तक्षेप गर्न बाध्य भएर हर पेसाकर्मीहरू राजनीतिमा आएका हुन्। हामीलाई विश्वास छ ती सबै साथीहरूको साथले, यो एकताले र यो एकबद्धताले हामी मुलुकलाई परिणाममा लिएर जानेछौँ। अब कुनै पनि किसिमका षड्यन्त्रको राजनीति नहोस्। मैले पार्टीको एकताहरूको धेरै समाचारहरू पढेको छु, देखेको छु, हेरेको छु। एकताको दिनमा अनुहारमा देखिएका हाँसोहरूको पनि मलाई अन्दाज छ। त्यो एकताहरू भाँडिएका, भड्किएका र निराश भएका अनुहारहरूको पनि तस्बिर मेरो आँखामा झलझली छ। आज यो मिलनको बेलामा, यो खुसियालीको बेलामा, यो सङ्गमको बेलामा मैले अन्य कुरा गर्नु त हुँदैन, तर तपाईँ हाम्रो प्रतिबद्धताको आधारमा नै तपाईँ हाम्रो मित्रताको आयु निर्धारण गरेको हुन्छ। यो हामीले नै प्रमाणित गर्नुपर्ने छ, अरू कसैले प्रमाणित गर्नेवाला छैन। देशको र इतिहासको यो आवश्यकतालाई हेरेर हामीले के गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा हामीले तय गर्ने हो। राजनीतिक दलका रूपमा अघिल्ला पुस्ताका राजनीतिक दलहरूले चुनाव अगाडिको अप्राकृतिक लाग्ने गठबन्धनदेखि, प्रधानमन्त्रीका कार्यकाल बाँडफाँडदेखि, पार्टी सभापति र अध्यक्षमा कुर्सी नै काटकुट गरेर दुईटा तीनटा राख्नेदेखि विभिन्न अभ्यासहरू भए। हामी यो सबै अभ्यासको युगबाट एकैचोटि डिपार्चर लिने हो, एकैचोटि बाहिर। एउटा पार्टी, एउटा झण्डा, एउटा चुनाव चिन्ह, एउटा प्रधानमन्त्री, एउटा अध्यक्ष, एउटा सभापति, बस एकैपटक। अब हामी धेरै यो टालटुले राजनीतिको बाटोबाट जान सक्दैनौँ। त्यसकारणले हामीले सम्मानजनक मध्यम आय भएको देशमा पुर्याउँछौँ 10 वर्षभित्र भनेर हामीले यसै भनेका होइनौँ। र जुन उत्साह